नमस्ते साथीहरु, स्वागत छ हजुरहरुलाई हाम्रो युट्युब च्यानलमा। साँझ फुलेछ है मेरो चाहिँ। यो चाहिँ मन्दिर हो हाम्रो यहाँको। धेरै छ मन्दिरहरु त। एकचोटि हामी यहाँदेखि नि माथि चढेको थियौं नि। साँझ फुल्यो कि एकदम। आज चाहिँ मोबाइल बोकेर आएको। एक दिन ल्याउँछु अनि एक दुई दिन ल्याउँदिन फेरि। यस्तो राम्रो आकाश देखेको। भजन लागेछ। फर्स्ट दिन आज हामी यतापट्टिको बाटो आएको। जालपाचोकपट्टि नगएर राम्रो आकाश देख्यो कि आज त। सिमी फलेछ। मान्छेहरुको लाइकिराले खाइदैछ। भिडियो हल्लियो कि फुलहरु यो एरियातिर पनि टन्नै फुल रहेछ। जताबाट हेरे पनि घरै घर छ। जताबाट हेरे पनि घरै घर। सबभन्दा सुन्दर आज आकाश। यहाँ चाहिँ सोफाहरू बनाउने रहेछ। यतातिर अब चाहिँ हामी फर्केको। आज यति सुन्दर आकाश छ कि के भन्ने। अब हामी फर्किँदैछौँ। आमाहरू पनि आइसक्नु भयो होला यतिखेरसम्म त। हामीलाई आधी घन्टा भयो। गर्मी भयो है बाबु अहिले त। कहाँबाट घुमेर हामी आइसक्यौँ। अब चाहिँ हामी फेरि मेन रोड झऱ्यौँ। अब यहाँदेखि 2-3 मिनटमा पुग्छौँ हामी। सटरहरू बनेछ यता। अस्ति नै एकचोटि त तरकारी बजार आएको थियो यहाँ। फेरि खोइ चलेन कि 1-2 महिनामै उठिहाल्यो। पारिजात हुँदै हामी घर पुग्न लागिसक्यौँ। हामी चाहिँ आइपुग्यौँ। म बुक पनि ल्याएँ। पैसा त बोकेको थिएन। अहिले आमा दिनुहुन्छ भनेर लिएर आएको हो पैसा चाहिँ। आमाहरू आइपुग्नु भएको रहेछ क्या हो। छैन रहेछ। यो अचार लानुपर्दा बन्यो होला। अलिकति मैले बोकेर आइपुग्नु भयो। पैसा दिए छैन तर। पैसा दिए छैन। पैसा बोकेको थिएन नि त मैले। म आलु पनि लिएर आउँछु, पैसा पनि लिएर आउँछु है। आलु भरे पछि ल्याउँला के। आउनु म मिठो चिया पकाएर खुवाउँछु। ए 2 जना भएछ जाने। भित्र मलाई ठिकै भयो। अचार बोक्ने मान्छे पाएँ मलाई यहाँ एक हातले। आचार बोक्ने मान्छे पाएँ मलाई। आचार लैजाउँ भनेको भित्र। अचार बोक्ने मान्छे मेरो हात खाली थिएन नि त। किन यो अचार बाहिर होस् न। अलिकति लैजाउँ कि भनेको नि। बनिसक्यो होला यहाँ अचार। तेल घरि घोप्टाउनु पर्छ। बनिओला कोट्टाएर लैजान फेरि। यहाँ त छोड्दैन। आज घाम तापोस् भोलि लैजाउँ। कस्तो राम्रो आकाश छ कि आज। यस्तो मौसम भिडियोको लागि चाहिँ राम्रो। तर भन्छ म त खान्न अदुवा त। जाउँ। आमा त्यो त्यहाँ परबाट आएको होइन। त्यहाँ चाहिँ त्यो अर्कै खालको फुल हुन्छ नि। पिङ्क कलरको थियो। त्यो त जङ्गली होला। यता थुप्रो फैलिएको छ त्यहाँ। त्यो पर फेरि भोलि ल्याउँछु है। कराउने हो कि। त्यो होटेल छ नि एउटा चिया पसल छ त। त्यसको उतापट्टि छ। सोध्नु त मिल्छ होला नि त। सोधेर त मिल्छ होला नि। जङ्गली भए पनि सोध्छु नि त। चोरेर त कसले ल्याउँछ त। चोरेर भन्नाले नमागेर। के चिज रे। मलाई ठुलो आकाश छुनेल होइन कि फैलेको फैले
त्यो हामीले त्यो फर्निचरको अलि यता क्या जुत्ताहरू बाटो जाने ठाउँमा नै माथि नै एउटा च्याप पसल छ नि म राख्छु जुत्ताहरू त लैजा भित्र तिनीहरू पानी भरेर गएको आज पनि भित्र गयो होला नि कस्तो गर्मी हुन्छ नि फेरि लुकेर बस्यो क्या बाबु चाहिँ ल ल ल चिया मैले ल यी बाबु नानीलाई दुध नानी पनि सन्चो छैन टाउको दुखेर बाबु नानीलाई दुध आमा र मलाई चिया यसलाई फिक्का कफी ल निस्कौँ बाबु तिमीहरूको माया सकेन एक आमाले पुस्नुहुन्छ फुल पनि किन आनु बाबु मेरो आमा चाबी लानुभयो ए मजाको घाम लागेछ आज अनि जुत्ता कहाँ राख्थेँ फेरि धनियाँको बिउ खोजिदिनु पऱ्यो हिजो मैले बढाल्दाखेरिमा तर आए जस्तो लागेको थियो त्यो पछाडि छ नि खै म निकालिदिन्छु हिँड्नुहोस् त पछाडि के लसुन फेरि भित्र थुप्रै ल्याउनु भयो रहेछ त लसुनहरू फेरि लसुनहरू न ऊ पर छ लसुन 3 किलो अस्ति सुकाउनु भयो होइन फेरि सुकाउने हो र हो मैले यहाँ सबै बढालिदिएर अनि उता राखेको नि त हिजो हो नि मैले हालेँ होइन त अनि आमा यो त धुलो जान्छ नि त यस्तो राख्छ यसलाई अनि के धुलो भयो भने त म त एउटा प्लेट जस्तो लिएर कि आमा प्लेटमै राख्दा हुन्छ कि यो केही चिज लिएर त्यसमै राख्नु कि यसलाई बेच्नु जानुपर्छ क्या डोको लिएर बेच्नु जानुपर्छ ए आमा ल है म त निस्किनु पऱ्यो फुल त यसरी राखेँ उसको झोला झुन्डाएछ मेरो झोला जति यता फेरि धोएर सुकाउनु पर्छ मजाको घाम लागेछ अहिले 10 मिनट ताप्छु अब मेरो 2-3 मिनट छ बाँकी यति तापिसक्छु सटर खोल्नु आएको थियो म बाहिर अनि अब तापिसकेपछि कम्तीमा पनि 10 मिनट चाहिँ ताप्ने नै हो किनकि कम्तीमा पनि 5 मिनट नभए 10 मिनट 15 मिनट चाहिँ ताप्ने हो म चाहिँ भित्रबाट केही मुढा कुर्सी केही ननिकाले उभिएर बसेको छु कि अनि भिडियो हेर्दैछु सर्दीको भिडियो हेर्दैछु आज चाहिँ अनि भिडियो बनाइहालौँ न भनेर अब जान्छु भित्र एकछिनमा त्यो ढाड तात्तिरहेछ कि अब चाहिँ म सिलाउनु बसिहालेँ झाडु पनि लाइन मैले अहिले चाहिँ अनि एकछिनमा लाउँछु पहिला म यो क्यान पट्टी लगाइहालौँ यसमा यो चाहिँ छ अनि अब म काम स्टार्ट गरिहाल्छु फास्ट काम गर्नुपर्ने छ यताउता दायाँ बायाँ नगरेर मलाई चाहिँ कामहरू छिट्टो सघाउनु पर्छ किनभने पर्सिदा दिनुपर्ने हो त्यो भएर काम गरिहाल्छु म चाहिँ यसरी चाहिँ राख्दैछु मैले यो क्यान पट्टी भित्र हालेँ त्यसपछि मैले यो पिङ्क कलरको मैले पहिला सोच्दै थिएँ सिल्भर कलरको हालौँ तर मैले पछि सोच्यो त्यो खालको मैले ब्लाउजको लागि चाहिँ अर्कै निकालेँ नि त
यससँग मिल्दो अहिले देखाउँछु। अनि त्यही भएर चाहिँ यो हालेको छु मैले अहिले। अब चाहिँ म पहिला यो ब्लाउज काट्नु पऱ्यो अनि साडीको लागि फल्स रेडी गर्नु पऱ्यो। अनि त्यो अघि सिलाउँदै गरेको लेहेङ्गाको लागि चाहिँ मैले यो ब्लाउज बनाउन सोचेको छु। माथि चाहिँ यो, तल त सादा भइहाल्यो, त्यो मैले सकाइसकेछु लेहेङ्गा चाहिँ। अनि यो छ, अनि यो चाहिँ मैले ल्याइसकेको हो, भरेर पनि ल्याइसकेँ। यो चाहिँ यस्तो भएको छ, सिलाएर देखाउँछु नि म एकैचोटि। यस्तो भएको छ यसको यो चाहिँ। अनि हात कता गयो, साडीमा चाहिँ एक लाने यो छ, बिचबिचमा यो टिकी छ, टिक गरेको। अनि साडीको बर्डर चाहिँ यो गरेछौँ यस्तो पाराले, यसरी छ। अनि ह्यान्डमा, हातमा कता गयो, हात किदा रे भाइ, हात ठाकुरले लग्यो क्या हात त। ए ठाकुरको पो हात हुन्छ त है, गब्बरले लग्यो भन्नुपर्ने मैले। यो हो हातको चाहिँ यस्तो छ। अब चाहिँ म यो कटिङ गरिहाल्छु, यो कटिङ गर्छु, त्यसपछि यो कटिङ गर्छु। अनि सिलाउनु चाहिँ म यो सिलाउँछु, यसलाई त मैले भोलि सिलाइ पनि हुन्छ। यो चाहिँ हातको काम गर्नु, बच्चाको यो त छिटै हुन्छ, यो चाहिँ अलिक टाइम लाग्छ नि त। पछाडि पनि त्यो फेरि पोटली बटन छ कि, अनि यो गर्नुपर्ने छ, यो म गरिहाल्छु। आज त कस्तो अँधेरो भएछ कि। अनि चाहिँ म निस्किन लाग्छु, काट गर्दैछु। यो चाहिँ घरले मैले हल्का जोडेँ, अनि यो अरू चाहिँ हातले जोड्नुपर्ने हुन्छ नि तिनीहरू। अनि म लगेर जाँदैछु। अब निस्किनु पर्यो, म यहाँ लान्छु। अब घर गएर भेट्छु साथीहरू। के पाक्दैछ यहाँ हाम्रोमा? म चाहिँ आइसकेँ। आज अलि छिटो आएको के, 7:30 बजी आएँ आज। आलुको सब्जी हो कि चटनी हो? सब्जी हो, आलुको तरकारी। गुड मर्निङ। यहाँ हाम्रो लाउरेहरू आइपुग्नु भयो होइन? नमस्ते। ल हाम्रो घरमा कति धेरै, अस्ति इस्कुसको तरकारी मिठो भएर इस्कुस पो लिएर राख्नुपर्ने भन्नुभएको थियो आमाले। इस्कुस आइपुग्यो। के भन्छ यो सेतो खालको इस्कुस, किन यो दुई किसिमको हुन्छ? यो चाहिँ पाकेको हो कि हो नि? यो हरियोवाला यहाँ पनि रहेछ। यो चाहिँ काँडैवाला नि, यो खोर्सानी, यो एभोकाडो फेरि आइपुग्यो हाम्रोमा। एउटा यो अनि एक कौन छ यो ए नासपति जस्तो छ त, कति धेरै। सुन्तला पनि अस्ति कान्छा मामाले भिडियो पठाउनु भएको थियो, यहाँ माइला मामाको घरदेखि आइपुग्यो यो सुन्तला। लोकल दाल, मलाई मनपर्ने दाल। यो के हो पनि, यो बच्चा कुरकुरेहरू, मलाई मनपर्ने मुङफली, बदाम। यो के हो खाने? यो के हो? यो के हो भनेको? ए हो यो, यो हाम्रो क्या हो? यो के हो? यो खुर्सानीको अचार आइपुग्यो। हाल्नै परेन नि अब। किरा हुन्छ कि हुँदैन? हाम्रो कोसेली यति धेरै। यो पालि त फ्रिजमा राख्नुपर्छ है। एभोकाडो 2टा जस्तो 3टा जस्तो मात्रै निकाल्नुपर्छ बाहिर। बाबुलाई दुध यहाँ। थरी थरीको ग्लास चाहिँ आज चाहिँ यहाँ मलाई केही कप भने यो मेरो, यो कविताको चिनी नभएको। आज चाहिँ सबलाई ब्ल्याक कफी बनाइदियो हुन्छ। दुधवाला चाहिँ अब पसल गएर खान्छु चिया, अनि आमाले पनि अलिक पछि बनाएर खानुहुन्छ। यहाँ पुरा किचन यताउता भइरहेको छ, यहाँ केही सामान पाउँदैन। ग्लासहरू पनि कहाँ छ, यस्तै छ आज चाहिँ हाम्रो ग्लासहरू। ए त्यो कलर र हातको त्यो मार्दाखेरिमा मेरो यो नङको यो मासुहरू पछाडि गर्ने यस्तो मेसिनमा त्यो रगडेर हालेको। उल्टो गर्नु पर्यो नि। ए मोजा पनि कसले उल्टो गर्छ? ऊ यस्तोमा अल्झाउनुपर्छ क्या मोजा त। यस्तो भुवा आएको मोजामा पनि।
ए मिसिनले त्यो कसले हातले हाम्ले भयो हुन्छ कि आमाले धेरै त्यो गर्नु पर्दैन होइन कि हामीलाई भयो फरक परेन आमाले धेरै त्यो हातले काम चिसोमा गर्ने नगर्नु आज चाहिँ म हिजोको र आजको सँगै मिलाएर हाल्दैछु साथीहरू भिडियो 2 दिनको किनभने मैले शनिबारमा चाहिँ 2टा भिडियो बनाउँछु नि त त्यो भएको भएर फ्राइडे चाहिँ कहिले 2 दिनको हालिदिन्छु कहिले म बनाउँदिनँ कि शुक्रबार 1 दिन चाहिँ छुट्टी लिन्छु तर कहिले आज चाहिँ 2 दिनको बनाउनु किनभने हिजो भ्याएन थोरै बनेको थियो अनि 2 दिनकै भनेर चाहिँ आज गाईहरू पनि आयो उताबाट अनि बहिनीहरू के माइला मामाको छोरी अनि माइला मामाको छोरी ठुल दिदीको छोरीको छोरा मतलब हाम्रो त छोरै पर्यो दिदीको छोरा मैले हाफ मात्रै भित्री हालेछ कि कुर्ताहरूमा चाहिँ म आज कामले छिटो जान्छु भनेको 8 बजे नै बाबुलाई त दुध दिँदाखेरिमा मैले खाइसके दुध अरे दुध अब मलाई लुगा लाउनु मात्रै बाँकी छ भनेर अब के गर्ने छोडेर जानु भएन कुर्नै पर्यो नि अब भनेर यहाँ मसँगै जानुपर्ने भन्छ अनि कुरेर बसिरहेको म चाहिँ अब 8:30 जति भयो भने चाहिँ ठिक्क टाइम हुन्छ पुऱ्याउँदा 5 मिनट लाग्छ यताउता निस्किँदा तल्लो घरको बाग गराउँदै हुनुहुन्छ यतापट्टि छ नि त यो सिमेन्टहरू के छ यहाँ यसमा अनि रडहरू ड्याङ ड्याङ गर्नुहुन्छ नि त्यो भएर यहाँ बा चाहिँ गराउँदै हुनुहुन्छ यो चाहिँ बिरालोले खोर्सिन्छ भनेर चाहिँ आमाले यहाँ पुरै राखिदिनु भएको छ कि यहाँ झिक्रा झाँक्री भयो टाइम देखाऊ कति भयो तिमी म बिना जान सक्दैन स्कुल यता राम्ररी म बिना जान सक्दैनौ यतिखेर म पुगिसक्थेँ कि होइन आज र भोलि मलाई काम दिनुपर्ने छ भोलि त कम्प्लिट पारेर दिनुपर्ने काम हो म अब निस्किन्छु मैले यहाँको ओर्डाउने निकालिसकेँ तिम्रो ब्याग खोइ त बाबु भित्र बिनुले भन्नु न ल काइले कहाँ जाने गएर हो म चाहिँ निस्केँ यहाँ मान्छेहरूको कुरा सुनौँ यहाँ स्टार्ट गरेर राखेको यहाँ बाबु यो मैले स्टार्ट गरेर राख्दाखेरिमा यो कहिल्यै चलाउनु हुन्न म चाहिँ यो कटिङ गर्दैछु साथीहरू आज त दिनैभरि बिजी भयो अनि मेरो कामहरू सकेको छैन यो मैले कटिङ मात्रै गर्ने राति गर्नुपर्ने अब राति सिलाउनु पर्ला अनि साडी अर्कोवाला आइरन गरेको छैन मैले यति काम बाँकी छ अहिले 5:30 भइसक्यो भिडियो एडिट पनि गर्नुपर्ने अनि यो चाहिँ बिहिबार र शुक्रबार हिजो र आजको भिडियो साथीहरू अनि अहिलेसम्म मान्छेहरू हुनुहुन्थ्यो अनि त्यो भर्खर जानु भएर अनि अब यो भिडियो एन्ड गरेर अब एडिट गरेर अपलोड गर्छु पहिला त एडिट गर्नु पर्यो अनि मेरो कामहरू चाहिँ आज एकदमै धेरै छ कि नसकेको कामहरू मलाई राति कति बज्छ होला भन्ने नै थाहा छैन आज चाहिँ किन भोलि बुझाउने काम एउटा अहिले भर्खर बुझाउनु पर्ने छ मेरो आइरनहरू सिद्धेको छैन त फिनिसिङै सकेको छैन ल साथीहरू आजको लागि यति नै भोलि फेरि भेटौँ अर्को भिडियोमा भोलि त घरमा गरिन्छ भिडियो बाई बाई साथीहरू